लोहकिल चाहिँ कसो भयो कि यसको अर्थ के हो? यो लोहकिल भनेको यो अघि के थियो भनेर भने नि तपाईहरुलाई याद छैन हामीले पढेका लिखितम जिल्लै पूर्व 4 नम्बर भोजपुर थुम खोटाङ मौजे सिम्पानी भनिन्थ्यो। अनि त्यो भनेको चाहिँ पछि हाम्रो यो जम्मा जति जिल्ला छन् 6 जिल्ला छन् हाम्रा यहाँ। अब ओखलढुङ्गा त्यो गर्दै लाँदा त्यति जिल्ला भरिको नि हाम्रो तपाईको जाने त्यति जिल्ला भरिको खोटाङ जिल्ला हो। अहिलेको खोटाङ के अरे भोजपुर जिल्ला। लिखितम जिल्लै पूर्व 4 नम्बर भोजपुर थुम खोटाङ मौजे सिम्पानी भनेर तमासुक लेखेका हामीले। यो राईको किपट भएको हुनाले यहाँदेखि उँभो गन्जबिरको यतादेखि उता अर्काको अनि चाहिँ हामी रोइती भनेका आफ्ना आफ्ना राईका सीममा हो र यहाँ लोहकिल भनेको लुहाको किलो गाडेको फलामको अनि लोहकिल भनेको हो। अब जस्तै राई मुद्दुमबारे के भन्छ भने हामी यहाँ टोआ खोला भन्छौँ नि, त्यति बेला कालिस बस्ने खोलो हामी भन्छौँ। तपाईहरुको भाषाबाट टोआ खोला, कालिसलाई टोआ भन्छ क्या। ए त्यसो हो। यहाँ चाहिँ अनि किपट चाहिँ कुन कुन राईहरुको थियो हजुरलाई याद छ? कुन कुन राईहरुको किपट थियो? किपट जुन जुन जिम्मुवाल र माथा, जिम्मुवाल माथा अनि माथि पगडी लिएर आफूलाई थियो। अघि पृथ्वीनारायण शाहका पालामा नि उहाँदेखि चाहिँ उसले सबै राईलाई जुत्ता पगडी दियो। उहाँदेखि छेत्रीलाई जिम्मुवाल दियो, बाहुनलाई जिम्मुवाल दियो। अनि जिम्मुवाल दिँदै 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 अनि त्यो पछि त्यो छु। अनि राईकोमा हामीले चाहिँ दसैँमा टिका लाउनु आफ्नो चाहिँ जस्तो यो सिममादेखि गन्जबीकापट्टि हामीले दाहिने साप्रो लिएर टिको लाउन नगई हुँदैन थियो, अनुशासन थियो। राईकोमा टिको लाउन जानै पर्ने। भनेदेखि अनि चाहिँ जिम्मुवाल भनेको अब तालुकदार भनेको यो रसिद दिने, त्यो रसिद दिने तालुकदार हो हेर्नुहोस्। अनि यो सबै पुराना कुरा हामीलाई इतिहास थाहा छ। यो त हिजो अस्ति यो बौला दलले के ल्यायो। अनि उँभो चाहिँ गन्जबिरको उँधो चाहिँ कसको थियो किपट? यता उँधो मेजरमानको। त्यो दुईटाको सिमानालाई चाहिँ सिमाना राखेको थियो यहाँ। यसरी साल राख्यो, यता तिम्रो किपट यता तिम्रो किपट भनेर किल्ला छुट्याएको थियो। त्यही भएर अनि फलामको किलो गाडेको भनेको साँप राखेको किलो, फलामको किलो राखेको। किला पनि थियो यहाँ है? किला पनि थियो यहाँ? थियो। अहिले मासे नि त यो पोखरी बनाए, यहाँ बरपिपल थिए, यी घर थिए, सबै मासेर बनाए यो गाडी आएपछि। नभएदेखि पोखरी थियो? पोखरी छोरी भयङ्कर यो सबै पोखरी साउनीलाई थाहा छ। ठुलो पोखरी छोरी यहाँ। किन मासेको त पोखरी? अब बाटो चाहियो, सार्वजनिक ठाउँ गाडी आउने चाहियो नि त। त्यो पोखरीमा बुढाहरू जुत्दा त मैले जुत्नुभयो त्यहाँ पोखरीमा? पोखरीमा जुत्नु हो? होइन, मान्छे झगडा गरेर पोखरीमा लाउँथे अनि मैले निकालेको। जाँड खानेले त्यही पनि पुलिसलाई। पुलिसलाई चाहिँ अहिले पनि त उहाँ पुलिसलाई मार्न आँटेर तपाईँ धाँधली मचिँदैछ। यो पोखरी बनाएको चाहिँ हजुरलाई याद छ कि छैन? कति सालमा बनाएको? अब मेरै बडो बाउले बनाएको यो तपाईँको 85 सालमा बनाएको अरे। 85 सालमा? त्यति बेला बनाएको अनि मासी गयो अस्ति। अहिले सबै यो ऊ थियो सार्वजनिक पो भयो त अहिले चाहिँ राखेको। सार्वजनिक भयो त बाटो। हजुरको बडाले बनाउनु भएको? हजुर। यहाँ माथि यहाँ दलबहादुरको बाउले, दाजु हो दलबहादुर। पोखरी बनाउने बुढो मान्छेको नाम चाहिँ के हो नि? भीमबहादुर खड्का। उहाँले बनाउनु भएको? त्यो के को लागि बनाएको? पानी गाई बस्तुलाई खुवाउनु? यहाँ यसो थियो तपाईँको सबै भैँसी घरै पछि भैँसी पाल्थ्यौँ। अलिकति ठुलो पोखरी खनेको थियो अनि बिचमा चाहिँ गेट राखेको थियो। गेट उगाल्यो, भैँसी जेबाका 12-15 भैँसी यहाँ त सानो थिएन त,
12-15 भैँसी बस्थे अनि पौडी खेल्थे, पानी खान्थे, पौडी खेल्थे, आल बस्थे, भैँसी लडीबडी गर्थे। उहाँदेखि अनि फेरि छोडियो अनि चढाउँदै चढाउँदै बाख्रा पनि त आफ्नो आफ्नो घरमा जान्छन् नि, त्यसै गरी जान्थे। त्यतिखेर त यहाँ घरहरू केही थिएन होला है बा? कहाँ यहाँ यो डाँडातिर यो त हाम्रो त यहाँ त तर्साउँछ भने पनि हुन्छ, घर छँदै थिएनन्। 2टा दोकान थिए, तिनै भीमबहादुर बाको र अनि ऊ त्यो घरमा एकजना बाहुनको दोकान थियो, नभए 2टा दोकान भन्दा थिएनन्।